अब फेसबुक, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालहरू बन्द हुने भएका छन्। फेसबुकलाई नेपालमा बन्द नगरिकन मोनिटाइज गर्ने सिस्टम राख्नु पर्थ्यो। सजिलैसँग नेपालीहरूले फेसबुकलाई मोनिटाइज गरेर इन्कम त गर्थे। सञ्चार मन्त्रीज्यू, फेसबुक जस्ता ठूला सामाजिक सञ्जाल नेपालमा बन्द गरेर कम्पनीलाई तातो न भुत्लो केही फरक पर्दैन। अलिकति अध्ययन गरेर बोल्नुस् न हो, बोल्नुस्। सामाजिक सञ्जाल दर्ता गर्न आऊ रे मेटा र एक्स कम्पनीलाई। यो सरकारले आफूलाई के सोचेको छ? टिकटक झैं फेसबुक र एक्स पनि दर्ता गर्न आइदेला अनि झम्म कर लिउँला र खाउँला। यस्तो काइते लोभ गरेको हो भने नेपाल सरकारको यो लोभलाई घाममा सुकाइदेऊ। विश्वभर मेटा कम्पनीका मुस्किलले 80 वटा कार्यालय छन्, त्यो पनि आफ्नै देश अमेरिकामा धेरै छन्। विश्वका ठूला ठूला देशहरूमा मात्र मेटा र एक्सले आफ्ना कार्यालय राखेका छन्। बेलायत, इन्डिया, अस्ट्रेलिया, जापान लगायत अझै पनि विश्वका 85% मुलुकमा फेसबुकको कुनै कार्यालयहरू छैन। सञ्चार मन्त्रीज्यू बुझ्नुस् न हो, बुझ्नुस् न। उनीहरूले उतैबाट दर्ता गर्न नै आउँछन्। नेपाल जस्तो अति कम विकसित सानो बजार भएको मुलुकमा त कुरै छोडौं, मध्यम स्तर भएका मुलुकहरूप्रति पनि फेसबुकले कुनै वास्ता राख्दैन। यसको उदाहरण खोज्ने हो भने भेनेजुएला काफी छ। भेनेजुएलाले दर्ता गर्न आइजा भन्यो, तर मेटा कम्पनीले भने केही रेस्पोन्स नै जनाएनन्। अनि पछि पर्यटन क्षेत्रलाई ठूलो असर पर्ने देखेर आफै अनुगमन नियम बनाएर चलायो। यसरी धेरै मुलुकहरू चिसै पानीले नुहाएका छन्। फेसबुक अहिले कुनै कम्पनी मात्रै होइन, सिङ्गो देश जतिकै शक्तिशाली प्लेटफर्म हो, जहाँ एकै दिनमा अरबौं विज्ञापन, बजार प्रबन्धन, करोडौंको रोजगार रनिङ हुन्छ। हाम्रो 1 वर्षको बजेट त एक दिनमा मेटा कम्पनीको प्लेटफर्मबाट दौडिन्छ। टिकटक नयाँ थियो, छिमेकी मुलुक चीनको थियो, त्यति ठूलो बजार थिएन, आयो, दर्ता भयो। फेसबुक, एक्स जस्ता सामाजिक सञ्जालहरू बन्द भए नेपालमा नै हजारौंको रोजगार बन्द हुने हो, हजारौंको रोजगार गुम्ने हो। विदेशबाट फेसबुकलाई मोनिटाइज गरेर भए पनि त अहिले धेरै नेपालीहरूले रोजगार पाएका छन्। आफ्नै देशमा रोजगार दिन त सकेनौ। विदेशीले दिएको दाना पानी पनि नखोज्नुस् ओली सरकार। आफै नियमन गर्ने हो सञ्चार मन्त्रीज्यू। खै कुरो बुझ्या? सञ्चार क्षेत्रमा न अनुभव छ न अध्ययन छ। फुत्त मन्त्री भयो, मुखमा जे आयो त्यही बोल्यो। मुलुक बनाउन राजनीतिक भाषण गरे जस्तो सजिलो छैन, यो पनि बुझ्नु होला सञ्चार मन्त्रीज्यू। साथीहरू, फेसबुक बन्द हुने कुरा तपाईहरुलाई के कस्तो लाग्यो कमेन्ट गर्नु होला। बाँकी त्यस्तो केही अपडेट आयो भने पाउनु हुनेछ। त्यसको लागि च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। भ्यू डिटेक युट्युब च्यानल हेर्दै गर्नु होला। नमस्कार।